नमस्कार अनि स्वागत गर्न चाहन्छु मेरा सम्पूर्ण भगवान रूपी दर्शक श्रोताहरूलाई आजको नयाँ श्रृङ्खलामा, जहाँ हामी किताबका गहिरा ज्ञानहरूलाई सजिलो, रोचक र प्रेरणादायी तरिकाले प्रस्तुत गर्छौँ। आज म तपाईँलाई एउटा यस्तो पुस्तकको कथा सुनाउन लागेको छु जसले संसारभरका लाखौँ मानिसको सोच्ने तरिका बदलिएको छ। हो, त्यो पुस्तक हो द पावर अफ नाउ। यदि तपाईँलाई जीवनमा शान्ति, सन्तुलन र गहिरो आत्मबोध चाहिएको छ भने कृपया अन्त्यसम्म अवश्य सुन्नुहोस्। यो श्रृङ्खला सकिएपछि तपाईँलाई पुस्तक पढ्न जरुरी पर्ने छैन, किनभने मैले तपाईँको लागि सबै कुरा समेटेर ल्याएको छु। यदि तपाईँलाई हाम्रो मेहनत मनपर्छ भने कृपया च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। तपाईँको एक सब्सक्राइबले हामी जस्ता सर्जकहरूलाई अनगिन्ती ऊर्जा दिन्छ। कमेन्टमा आफ्नो विचार लेख्न नबिर्सनुहोला। तपाईको सुझाव र प्रतिक्रिया हामीका लागि अमूल्य छन्। एकार्ट टोले जर्मनीमा जन्मिएका एक आध्यात्मिक गुरु हुन्। उहाँको जीवनमा डिप्रेसन र आत्मद्वन्द्वको गहिरो अनुभव थियो। एक रात उहाँको जीवनमा यस्तो गहिरो रूपान्तरण भयो जुन क्षणले उहाँलाई आध्यात्मिक मार्गमा अगाडि बढायो। त्यसपछि उहाँले द पावर अफ नाउ लेख्नुभयो, एक यस्तो पुस्तक जसले हजारौं मानिसलाई मानसिक शान्ति, जागरुकता र वर्तमान क्षणको महत्त्व बुझायो। अब हामी पुस्तकका महत्त्वपूर्ण अध्यायहरूको सारांशलाई सरल भाषामा कथात्मक ढङ्गमा प्रस्तुत गर्छौँ। तपाईको चेतनाको आवाज, म मेरो सोच होइन। मानिसहरू प्राय आफ्नो सोचलाई नै आफू ठान्छन्, तर टोल भन्छन् तपाईँ सोच होइन, तपाईँ त्यो चेतना हो जसले त्यो सोच हेर्दछ। सोचहरूको निरन्तर प्रवाहले हामीलाई थकित बनाउँछ। वास्तविक शान्ति तब आउँछ जब हामी त्यो सोचभन्दा बाहिर जान सिक्छौँ। तपाईको दिमाग तपाईको सेवक हो, मालिक होइन। तपाईको वास्तविक जीवन अहिलेकै क्षणमा घटिरहेको छ। भविष्यको चिन्ता र विगतको पछुतोले हामी वर्तमानको आनन्द लिन सक्दैनौँ। टोलले भन्छन्, नाउ इज अल यु एभर ह्याभ। मेक द नाउ द प्राइमरी फोकस अफ योर लाइफ। तपाईसँग अहिले नै सबै छ। अहिलेलाई आफ्नो जीवनको प्राथमिकता बनाउनुहोस्। एउटा अभ्यास, अहिले तपाईको सासप्रति ध्यान दिनुहोस्। बस त्यही क्षणमा तपाईँ जीवनसँग जोडिनुहुन्छ। प्रत्येक व्यक्तिमा एउटा अदृश्य पीडाको शरीर हुन्छ। त्यो हाम्रो विगतका भावनात्मक घाउहरूको सङ्ग्रह हो। जब हामी होसमा रहन छोड्छौँ, यो पीडा शरीरमा सक्रिय हुन्छ र हामीलाई रिस, क्रोध, जलन जस्ता नकारात्मक भावनामा पुर्याउँछ। त्यसैले समाधान के भन्दा होसमा बस्ने अभ्यास हुनु, यो नै कला हो, यो सिक्नु कला हो। मृत्यु, समय र अनित्यताको सत्य। समय एक मानिसको रचना हो। भविष्यको डर र विगतको ग्लानीले हामीलाई कहिल्यै मुक्त हुन दिँदैन। टोलले भन्छन्, लाइफ इज नाउ। देयर वाज नेभर अ टाइम वेन योर लाइफ वाज नट नाउ, नर विल देयर एभर बी। जीवन अहिले छ, त्यो कुनै समय थिएन जब तपाईँको जीवन अहिले थिएन, न त कहिले हुनेछ। सम्बन्ध र प्रेम भन्नु अहम, इगो समाप्ति हो। तपाईँ कसैलाई पूर्ण रूपमा प्रेम गर्न चाहनुहुन्छ भने पहिले आफूलाई पूर्ण रूपमा स्वीकृति दिनुहोस्। तपाईँ अहिले प्रेम दिन सक्नुहुन्छ, शुद्ध, निस्वार्थ र ममतामयी प्रेम। आध्यात्मिकता भन्नु कुनै धर्म वा परम्परा होइन, यो तपाईँको भित्रको साँची भाव, इनर विटनेस हो। जब तपाईँ वर्तमान क्षणमा पूर्ण रूपमा उपस्थित रहनुहुन्छ, त्यही बेलामा तपाईँ आध्यात्मिक हुनुहुन्छ। त्यसैले अहिले नै पर्याप्त छ। तपाईँ पूर्ण हुनुहुन्छ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, तपाईँ ठिक हुनुहुन्छ। तपाईँलाई खोज्न केही बाँकी छैन। तपाईँले केवल अहिलेमा बाँच्न सिक्नुपर्छ। You are here to enable the divine purpose of the universe to unfold. That is how important you are. सबै कुरा तपाईँको अहिले नै छ। अहिलेलाई जिउन सिक्नुहोस्, अथवा नाउ, अहिले नै जिउन सिक्नुहोस्, अहिलेमा रमाउन सिक्नुहोस्। भविष्यको र पुराना गइसकेका दिनहरूको तनाव, चिन्ता लिएर नबस्नुहोस्, लेखक भन्दछन्। म आशा गर्छु आजको यो गहिरो आध्यात्मिक यात्रा तपाईँलाई मन पर्यो। यदि तपाईँलाई लाग्यो कि यो भिडियोले तपाईँलाई नयाँ दृष्टिकोण दिएको छ भने कृपया लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र अझै यस्तो सामग्री पाउनको लागि सब्सक्राइब गर्नुहोस्।
तपाईँको समर्थन नै हाम्रो च्यानललाई हरेक दिन सशक्त बनाइरहने एउटा माध्यम हो। सास लिनुहोस् र आफैलाई सम्झनुहोस्, अहिले नै पर्याप्त छ। हजुरहरूको दिन शुभ रहोस्, शुभ समय रहोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, दुरुस्त रहनुहोस्। धन्यवाद।